हाई एभ्रिवान, इट्स मी बिरता पौडेल। अनि त्यसपछि म चाहिँ आज तपाईँहरूलाई नेपाल राष्ट्र ब्याङ्कमा इन्टर्नसिप गर्नको लागि चाहिँ के डकुमेन्ट चाहिन्छ, के गर्नुपर्छ र त्यहाँ इन्टर्नसिप गरेपछि चाहिँ के पाइन्छ भन्ने कुराहरूको बारेमा चाहिँ भिडियो गराउँदैछु। र मैले पनि त्यहाँ इन्टर्नसिप गरेको थिएँ, त्यसैले चाहिँ तपाईँहरूलाई यो भिडियोबाट चाहिँ मैले अलिकति इन्फर्मेसन दिन खोजेको मात्र हो। अनि सुरुमा चाहिँ तपाईँले नेपाल राष्ट्र ब्याङ्कमा इन्टर्नसिप गर्नको लागि चाहिँ फर्स्टमा एउटा कलेजको लेटर लगेर जानुपर्ने हुन्छ र त्यो लगेर जानुभयो भने चाहिँ तपाईँलाई आफूलाई इच्छा लागेको डिपार्टमेन्टमा गएर इन्टर्नसिपको फर्म भर्नु होला। जस्तै त्यहाँ डिफ्रेन्ट डिपार्टमेन्टहरू छ, अलमोस्ट 15 to 18 डिपार्टमेन्ट्सहरू छ। सो आफूलाई इच्छा लागेको डिपार्टमेन्टमा जानु होला अनि त्यहाँ गएर चाहिँ इन्टर्नसिपको लागि आएको हो भन्नुभयो भने चाहिँ त्यहाँ फर्महरू दिनुहुन्छ इन्टर्नसिपको लागि र त्यो फर्महरू चाहिँ तपाईँले फिलअप गर्नुपर्ने हुन्छ। अनि त्यसपछि त्यो फर्म फिलअप गर्नको लागि चाहिँ तपाईँले चाहिने कुरा भनेको चाहिँ एउटा सिटिजनसिप हो, अनि अर्को चाहिँ पासपोर्ट साइज फोटो, भर्खरै खिचेको वाला फोटो चाहिन्छ है। अनि त्यसपछि मेरो एउटा अन्य सजेसन चाहिँ तपाईँहरूलाई के भन्दाखेरि चाहिँ इन्टर्नसिपको फर्म भर्दै गर्दाखेरि चाहिँ तपाईँले 1-2 महिना अगाडि नै गएर फर्म भर्नु होला। किन भन्दा त्यहाँ के हुन्छ भन्दाखेरि बेसिकल्ली क्यु हुन्छ कि त्यहाँ क्यु भयो भने चाहिँ तपाईँले भर्खरै इन्टर्नसिप गर्न चाहनु भएको छ भने चाहिँ पालो आउँदैन। त्यसैले 1-2 महिना अगाडि नै गएर फर्म भर्नु होला। अनि त्यसपछि तपाईँलाई आफ्नो पालोमा चाहिँ उहाँहरू आफैले कल गरेर अनि बोलाउनुहुन्छ है। अनि त्यसपछि तपाईँहरू त्यहाँ गइसक्नु भयो भने चाहिँ तपाईँलाई फर्स्टमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि एचआर डिपार्टमेन्टमा जानुपर्ने हुन्छ र एचआर डिपार्टमेन्टबाट चाहिँ तपाईँहरूलाई यस्तो नियुक्ति पत्रहरू दिनुहुन्छ कि तपाईँको अवधि लेखेको प्लस यो नियुक्ति पत्रहरू दिनुहुन्छ है। अनि त्यसपछि यो दिएपछि चाहिँ तपाईँले अफिसियली फर्मल्ली काम सुरु गर्न पाउनुहुन्छ त्यहाँ। अनि त्यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीलाई त्यत्रो ठुलो काम गर्ने भन्ने चाहिँ हुँदैन, तर त्यहाँको त्यो बेसिक कामहरू चाहिँ हामीले गर्नुपर्ने हुन्छ। अनि त्यसपछि मैले चाहिँ फाइनेन्सियल म्यानेजमेन्ट डिपार्टमेन्टमा काम गरेको थिएँ। सो त्यसमा चाहिँ एकदम मजाले काम भएको थियो। हामी चाहिँ कहिले पनि खाली बसेनौँ, जहिले एभ्रिडे काम हुन्थ्यो अनि एभ्रिडे नयाँ कुरा सिक्न पाउँथ्यौँ। अनि त्यसपछि त्यहाँको स्टाफहरू, त्यहाँको इम्प्लोयहरू पनि एकदम अनेस्ट, भेरी हम्बल हुनुहुन्थ्यो। कस्तो रमाइलो लागिरहेको थियो त्यहाँ काम गर्नलाई। अनि त्यसपछि तपाईँले त्यहाँ काम गर्नुहुन्छ अनि त्यहाँ कुनै प्रोग्रामहरू भयो भने पनि तपाईँहरू पनि जान पाउनुहुन्छ, पार्टिसिपेट हुन पाउनुहुन्छ, त्यहाँ खाजा पनि खान पाउनुहुन्छ। अनि त्यसपछि मैले इन्टर्नसिप गर्दाखेरि चाहिँ गभर्नर महाप्रसाद अधिकारीको चाहिँ के थियो भन्दाखेरि फेयरवेल थियो। अनि अर्को भनेको चाहिँ राष्ट्र ब्याङ्कको एनिभर्सरी थियो। सो त्यति बेला चाहिँ प्रोग्रामहरू पनि अलि धेरै भएको थियो, त्यसैले पनि एकदमै रमाइलो भएको थियो। अनि त्यसपछि तपाईँले त्यहाँ काम गर्नुपर्छ। अनि तपाईँ लास्टमा चाहिँ अनि अर्को क्वेसन चाहिँ मैले इन्टर्नसिप गर्न पाउँदिनँ कि भन्ने छ होला। तपाईँहरू कसैले कसरी पाउँछ, त्यहाँ त नेपोटिजम फेभरेटिजमको आधारमा इन्टर्नसिप राख्छ कि भन्ने पनि छ होला। त्यस्तो चाहिँ केही पनि हुँदैन है। तपाईँले गएर फर्म भर्नु होला एकदम ढुक्क भएर। जसलाई पनि फोन आउँछ त्यहाँ त्यस्तो नेपोटिजम भन्ने चाहिँ खासै हुँदैन, खासै होइन, हुँदैन। किन भन्दा त्यहाँ एउटा रुल्स हुन्छ, त्यसकै आधारमा चाहिँ इन्टर्नसिपहरू राखेको हुन्छ। सो तपाईँहरूलाई जो पनि जान पाउनुहुन्छ। तपाईँलाई चाहिने भनेको कलेजको लेटर, सिटिजनसिप र फोटो लगेर जानुभयो भने फर्म भर्न पाउनुहुन्छ। तपाईँलाई कल पनि आउँछ। सो त्यसलाई आत्तिन चाहिँ पर्दैन, जसको पनि पालो आइहाल्छ। अनि तपाईँलाई पर डे पेको बारेमा पनि बुझ्न मन छ होला। कस्तो हुन्छ भने त्यहाँ चाहिँ पर डे 396 रुपिज चाहिँ हामीले पाउँछौँ। पैसा चाहिँ कस्तो हुन्छ भन्दा तपाईँको 2 मन्थको चाहिँ पिरियड त्यहाँ काम गर्ने इन्टर्नसिप पिरियड छ भने चाहिँ तपाईँ जति दिन त्यहाँ अटेन्ड हुनु भएको छ त्यति दिनको मात्रै पैसा आउँछ। जस्तै हलिडेहरूको स्याटरडे यिनीहरूको चाहिँ पैसा आउँदैन, किन भन्दा तपाईँहरू जति दिन जानुभएको छ त्यति दिनको मात्रै क्यालकुलेट गरेर चाहिँ पैसा आउँछ। अनि त्यसपछि तपाईँ लास्टमा निस्किँदाखेरि चाहिँ तपाईँले यस्तो पाउनुहुन्छ, एचआरएमबाट चाहिँ यस्तो सर्टिफिकेट पाउनुहुन्छ। अनि त्यसपछि त्यहाँ एउटा अटेन्डेन्स सिट पनि हुन्छ। तपाईँले चाहिँ त्यही अटेन्डेन्स सिटहरू ल्याएर त्यसलाई प्रिन्ट गरेर ल्याए पनि हुन्छ, अरू तपाईँलाई कलेजले एउटा सिट दिएको हुन्छ, त्यसमा अटेन्डेन्स गरेर चाहिँ त्यसकै आधारमा चाहिँ तपाईँले रिपोर्ट गराउनुपर्छ। सो तपाईँले त्यहाँ काम गर्दाखेरि चाहिँ एकदम ध्यान दिएर काम गर्नु होला। किन भन्दा त्यो सबै कुरा हामीलाई रिपोर्टमा चाहिन्छ र भाइभामा पनि सबै कुरा एकदम क्लियरली भन्नुपर्ने हुन्छ। सो यति नै हो। सबैजनालाई अल द बेस्ट, गएर एक्सपिरियन्स लिनु होला। के छ र, बाई बाई, सी यू नेक्स्ट भिडियो।